नमस्ते साथीहरू, तपाईँलाई स्वागत छ आजको यस नयाँ भिडियोमा। यो भिडियोमा तपाईँले चाहिँ म प्रदेश लोक सेवा मध्य प्रदेशले चाहिँ प्रदेश निजामती सेवाको सहायक पाँचौँ अप्राविधिक प्राविधिक पदको चाहिँ खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको चाहिँ विज्ञापन प्रकाशन गरिएको छ। विज्ञापन प्रकाशन मिति चाहिँ 2082 8 महिना 25 गते चाहिँ यो विज्ञापन प्रकाशन गरिएको छ र कुन पदमा चाहिँ कति विज्ञापन प्रकाशन गरिएको छ, फर्म भर्न अन्तिम मिति कहिलेसम्म, फर्म भर्दा दस्तुर कति लाग्छ, आवश्यक न्यूनतम योग्यता कति चाहिन्छ, सम्पूर्ण जानकारी तपाईँले चाहिँ भिडियोमा दिन गइरहेको छु। त्यसैले साथीहरू भिडियोलाई अन्तिमसम्म हेरिराख्नु होला। राम्रो लाइक, कमेन्ट र सेयर गर्न नभुल्नु होला। साथीहरू आजको भिडियो चाहिँ ढिला नगरिकन स्टार्ट गरौँ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यहाँ लेखेको छ प्रदेश निजामती सेवाका सहायक पाँचौँ मा निम्न सेवा समूह उपसमूहका रिक्त पदहरूको खुला समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकोले दाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली ppsc.online.p2.go.np मार्फत आवेदन दिनुपर्नेछ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यहाँ लेखेको छ अप्राविधिक सहायक पाँचौँ तहमा चाहिँ प्रशासन सामान्य प्रशासन खुल्लामा 4 जना र प्रशासन लेखा खुल्लामा 3 जना मागेको छ। जम्मा चाहिँ 7 जना मागेको छ। त्यस्तै गरी तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यो प्रशासन सम्बन्धी भयो र तपाईँले चाहिँ म कृषि र भेटनरीमा चाहिँ कति माग गरेको छ म तपाईँले चाहिँ त्यसको बारेमा जानकारी दिने गरेको छु। तपाईँले चाहिँ यहाँबाट स्क्रिनसट गरेर चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँले चाहिँ कुन पदको लागि चाहिँ फर्म भर्न चाहनुहुन्छ, त्यो पदमा चाहिँ कति माग गरेको छ तपाईँले चाहिँ यहाँबाट स्क्रिनसट गरेर चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, 12 नम्बरमा कृषि प्रसार खुल्लामा 2 जना माग गरेको छ भने कृषि बागवानी खुल्लामा 2 जना र कृषि बाली विकासमा चाहिँ 1 जना माग गरेको छ भने कृषि एग्री इको एन्ड मार्केटिङ। त्यस्तै गरी यहाँ लेखेको छ कृषि एग्री इको मा एन्ड स्ट्याटिक्स खुल्लामा चाहिँ 1 जना माग। त्यस्तै गरी यहाँ लेखेको छ कृषि एग्री इको मा एन्ड स्ट्याटिक्स खुल्लामा चाहिँ 1 जना माग गरेको छ भने कृषि माटो विज्ञानमा चाहिँ 1 जना माग, जम्मा चाहिँ 7 जना कृषि माग गरेको छ भने त्यसरी कृषि प्रसार मधेसी महिलाको लागि 1 जना, कृषि बाली विकास मधेसी महिलाको लागि 1 जना माग गरेको छ। त्यस्तै गरी कृषि बागवानी मधेसी कोटामा चाहिँ 1 जना माग गरेको छ भने कृषि प्रसार अन्तर सेवामा 1 जना, कृषि बागवानीमा चाहिँ 1 जना, जम्मा चाहिँ 2 जना माग गरेको छ। त्यस्तै गरी 16 नम्बरमा रहेको छ कृषि मत्स्य खुल्लामा 1 जना, कृषि ल्याबोरेटरी एन्ड डेभलपमेन्ट खुल्लामा 1 जना, कृषि भेटनरीको लागि चाहिँ 2 जना, जम्मा चाहिँ 4 जना भेटनरीमा चाहिँ माग गरेको छ भने कृषि ल्याबोरेटरी एन्ड डेभलपमेन्ट मधेसी महिलाको लागि 1 जना, कृषि भेटनरी मधेसी महिलाको लागि 1 जना माग गरेको छ। महिलामा चाहिँ 2 जना, कृषि भेटनरी ल्याबोरेटरी मिलाएर 2 जना माग गरेको छ। त्यस्तै गरी कृषि मत्स्य दलित महिलाको लागि 1 जना, वन जनरल फोरेस्ट्री खुल्लामा 2 जना, वन जनरल फोरेस्ट्री आर्थिक रूपले विपन्न खस आर्य महिलाको लागि 1 जना, शिक्षा प्रशासनमा खुल्लामा 1 जना, शिक्षा प्रशासन मधेसी महिलाको लागि 1 जना माग गरेको छ। त्यस्तै गरी परीक्षाको किसिम चाहिँ लिखित प्रतियोगितात्मक र अन्तर्वार्ता हुनेछन् र परीक्षा मिति चाहिँ पछि प्रकाशन गरिनेछ र परीक्षा केन्द्र चाहिँ जनकपुर धाममा चाहिँ परीक्षा केन्द्र हुनेछन्। त्यसरी दरखास्त दस्तुर चाहिँ सहायक पाँचौँ तहका लागि 400 र त्यसपछिका थप प्रत्येक किसिम वा समूहका लागि चाहिँ रु 200 थप दस्तुर बुझाउनु पर्नेछ। यदि तपाईँले चाहिँ मधेसी, दलित, आदिवासी कुनै यस्तो कोटाहरूमा चाहिँ फर्म भर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ थप 200 रुपियाँ चाहिँ तिर्नुपर्नेछ, त्यो भनेको छ। दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 9 महिना 16 गते र दोब्बर दस्तुर तिरी 2082 9 महिना 23 गतेसम्म तपाईँले चाहिँ दरखास्त दिन सक्नुहुनेछ। त्यस्तै उम्मेदवारको उमेरको हद चाहिँ 2082 9 महिना 16 गतेसम्म 18 वर्ष पुरा भई पुरुष उम्मेदवारको हकमा चाहिँ 35 वर्ष ननाएको र महिला उम्मेदवारको हकमा चाहिँ 40 वर्ष ननाएको हुनुपर्ने। त्यसै गरी इन्जिनियरिङ सेवा, कृषि सेवा, वन सेवा र स्वास्थ्य सेवाको हकमा चाहिँ 40 वर्ष ननाएको, बहालवाला स्थायी निजामती कर्मचारीको हकमा चाहिँ उमेरको हद लाग्ने छैन। दरखास्त दस्तुर बुझाउने विधि र स्थान चाहिँ आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत
फारम सबमिट गरेपछि माई एप्लिकेसनमा क्लिक गरी अल एप्लिकेसनमा क्लिक गरेर त्यसपछि आफूले एप्लाई गरेको विज्ञापनको पे बटनमा क्लिक गर्ने बैंक अप्सनमा राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेड चयन गर्ने र अनलाइन वा अफलाइन पेमेन्ट मध्ये कुनै एक अप्सन छनौट गरी भुक्तानी गर्न सक्नुहुन्छ। तपाईले चाहिँ अनलाइन वा पेमेन्ट गर्न सक्नुहुन्छ वा अफलाइन पनि पेमेन्ट गर्न सक्नुहुन्छ। अनलाइन पेमेन्टबाट तपाईले चाहिँ दस्तुर भुक्तानी गर्न राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंकको छनौट गरिसकेपछि अनलाइन पेमेन्ट गरी तपाईले चाहिँ अनलाइन पेमेन्टबाट तपाईले चाहिँ ई सेवा वा कनेक्ट आइपीबाट तपाईले चाहिँ अनलाइन पेमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी अफलाइनबाट दस्तुर भुक्तानी गर्ने चाहिँ राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेड छनौट गरिसकेपछि अफलाइन चयन गरी नेक्स्टमा क्लिक गर्ने र त्यसपछि क्लिक हेयरमा क्लिक गरी भोचर डाउनलोड गरी प्रिन्ट गरी सोही भोचर सहित सम्बन्धित बैंकमा गई तोकिएको रकम भुक्तानी गर्न सक्नेछन्। र दरखास्त दस्तुर बुझाउने अवधि चाहिँ ढुलममा चाहिँ 2082 9 महिना 23 गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोहोर दस्तुर अनिवार्य रूपमा बुझाइसक्नु पर्नेछ। तपाईले चाहिँ दरखास्त दस्तुर चाहिँ तपाईले चाहिँ ढिलोमा चाहिँ 2082 9 महिना 23 गतेसम्म तपाईले चाहिँ दरखास्त दस्तुर चाहिँ बुझाइसक्नु पर्नेछ। त्यसले अपलोड गर्नुपर्ने कागजातमा रहेको छ उम्मेदवारले चाहिँ शैक्षिक योग्यता तालिम अनुभव तपाईले के माग गरेको छ त्यो आवश्यक न्यूनतम योग्यता त्यो चाहिँ तपाईले चाहिँ सम्बन्धित ठाउँमा चाहिँ अपलोड गर्नुपर्नेछ त्यो भनेको छ। र पदमा रहेको काम गर्नुपर्ने विवरण चाहिँ सेवा समूह सम्बन्धी तलब चाहिँ मधेस प्रदेश कानुन बमोजिम हुनेछन् भने त्यस्तै गरी सेवा सम्बन्धी मन्त्रालय चाहिँ सेवा समूह प्रशासन मन्त्रालय सब प्रशासन सञ्चालन गर्ने तोकिएको सम्बन्धित मन्त्रालय। त्यस्तै गरी यहाँ लेखेको छ प्रदेश निजामती सेवा खुल्ला तथा समावेशीको लागि आवश्यक न्यूनतम योग्यता र न्यूनतम शैक्षिक योग्यता चाहिँ 1 नम्बरमा रहेको छ प्रशासन सेवा सामान्य प्रशासन समूह मान्यता प्राप्त संस्थाबाट चाहिँ परिवीणता प्रमाणपत्र वा सोह्र उत्तीर्ण गरेको हुनुपर्छ। तपाईले चाहिँ +2 पास गरेको हुनुपर्ने छ। तपाईले चाहिँ प्रशासन सेवामा चाहिँ फर्म भर्न चाहनुहुन्छ भने तपाईले +2 पास गरेको हुनुपर्ने छ। म तपाईले चाहिँ कृषि र भेटनरीको आवश्यक न्यूनतम योग्यता कति चाहिन्छ के चाहिन्छ तपाईले चाहिँ त्यो जानकारी दिन गइरहेको छु। तपाई यहाँ देख्न सक्नुहुन्छ 9 नम्बरमा लेखेको छ कृषि सेवा कृषि प्रसार बागवानी बाली विकास माटो विज्ञान एग्री इको एन्ड मार्केटिङ समूहको लागि चाहिँ मान्यता प्राप्त संस्थाबाट चाहिँ कृषि विज्ञान विषय लि परिवीणता प्रमाणपत्र आइएससीएजी उत्तीर्ण वा एसएलसी वा टीएसएलसी उत्तीर्ण गरी न्यूनतम 3 वर्ष अवधिको कृषि विषयको डिप्लोमामा मेजर इन प्लान्ट साइन्स उत्तीर्ण वा जेटीए कोर्स उत्तीर्ण गरी कृषि विज्ञान 1 वर्ष जेटी कोर्स प्राविधिक प्रमाणपत्र उत्तीर्ण गरेको हुनुपर्छ। तपाईले चाहिँ मेजर इन प्लान्ट साइन्समा तपाईले चाहिँ डिप्लोमा गरेको हुनुपर्ने छ। त्यस्तै गरी 10 नम्बरमा रहेको छ कृषि सेवा मत्स्य समूह मान्यता प्राप्त संस्थाबाट चाहिँ कृषि वा पशु विज्ञान विषयले परिणत प्रमाणपत्र आइसीएजी उत्तीर्ण वा एसएलसी वा टीएसएलसी उत्तीर्ण गरी न्यूनतम 3 वर्ष अवधिको कृषि वा पशु विज्ञान विषयमा डिप्लोमा उत्तीर्ण वा जेटी कोर्स उत्तीर्ण गरी कृषि वा पशु विज्ञानमा 1 वर्ष जेटी कोर्स प्राविधिक प्रमाणपत्र उत्तीर्ण गरेको हुनुपर्ने। त्यस्तै गरी 11 नम्बरमा रहेको छ कृषि सेवा पोल्ट्री डेभलपमेन्ट भेटनरी समूहको लागि चाहिँ मान्यता प्राप्त संस्थाबाट चाहिँ पशु विज्ञान विषयले परिणत प्रमाणपत्र एसएजी उत्तीर्ण वा एसएलसी टीएसएलसी उत्तीर्ण गरी पशु विज्ञान विषयमा न्यूनतम 3 वर्षको अवधिको डिप्लोमा उत्तीर्ण र पशु विज्ञान विषयमा जेटीए कोर्स उत्तीर्ण गरी विज्ञान विषय 1 वर्ष प्राविधिक प्रमाणपत्र उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यसैले यहाँ मधेसी कोटाको लागि चाहिँ आवश्यक न्यूनतम योग्यता भनेको छ मधेसीको प्रमाणपत्र दलितमा दलितको प्रमाणपत्र थारू भए थारूको मुस्लिम अपाङ भए अपाङको चाहिँ प्रमाणपत्र चाहिँ अपलोड गर्नुपर्ने छ त्यो भनेको छ। तपाईले चाहिँ अनलाइन फर्म भर्नको लागि तपाईले चाहिँ आयोगको वेबसाइट ppscmadesh.gov.np बाट तपाईले चाहिँ तपाईले पाठ्यक्रम र तपाईले चाहिँ अनलाइन फर्म भर्न सक्नुहुन्छ र पाठ्यक्रम यहाँ तपाईले पाठ्यक्रममा उल्लेखित परीक्षाको विषय उम्मेदवार स्वयं जानकार हुनुपर्ने छ। तपाईले चाहिँ पाठ्यक्रम कहाँबाट डाउनलोड गर्ने तपाईले चाहिँ
यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। पाठ्यक्रम आयोगको वेबसाइट ppsc.madesh.go.np बाट तपाईँले चाहिँ पाठ्यक्रम डाउनलोड गर्न सक्नुहुन्छ र यसरी तपाईँले चाहिँ यो चाहिँ मधेस प्रदेशले चाहिँ 5औं तहको चाहिँ प्राविधिक अपराविधिक पदमा चाहिँ व्यापन गरेको थियो। त्यो सम्बन्धी तपाईँले जानकारी दिए। यो भिडियो कस्तो लाग्यो, राम्रो लागेको छ भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, ताकि यस्तै नयाँ भिडियोहरू अपलोड गरिसकेपछि सबैभन्दा पहिला तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। त्यसैले साथीहरू च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथीहरू आजको भिडियो चाहिँ एन्ड गर्दै अर्को भिडियो लिएर आउने नै छु। बाई।